यो चाहिँ हो छाङको स्ट्यान्ड। मेरो दोकानदेखि चाहिँ अलिक छेउमै छ। त्यहाँदेखि यो साइड हेर्नु भने यो बिएसएनएल अफिस, यहाँनिर बिएसएनएल अफिस छ। यो बिएसएनएल अफिसको मुनि पर्छ मेरो दोकान चाहिँ, मैले नयाँ खोलेको दोकान हो। सामानहरू भर्नु साथै सिलगढी गएर होलसेलरकोबाट सामान लिनु छ। सबै मोबाइलको सामानहरू छ र यहाँनिर सबै पाउँछ अब, र कस्मेटिकको सामानहरू पनि राखेको छु। हेलो गाइस, नमस्कार सेवानी, स्वागत छ तपाईँ मेरो भ्लगमा। तपाईँलाई आज म मेरो नयाँ दोकान खोलेको देखाउँदैछु। यहाँनिर बाज्रादेखि अलिक यता छाङ्गु स्ट्यान्डको छेउमा यहाँनिर मेरो दोकानको माथि चाहिँ बिएसएनएल अफिस छ। तपाईँलाई म दोकान देखाउँदैछु है, नयाँ दोकान। यो चाहिँ हो छाङ्गु स्ट्यान्ड। मेरो दोकानदेखि चाहिँ अलिक छेउमै छ। त्यहाँदेखि यो साइड हेर्नु भने यो बिएसएनएल अफिस, यहाँनिर बिएसएनएल अफिस छ। यो बिएसएनएल अफिसको मुनि पर्छ मेरो दोकान चाहिँ, मैले नयाँ खोलेको र तपाईँलाई दोकान देखाउँदैछु म अब। र दोकान चाहिँ मेरो यो साइडमा छ। छाङ्गु स्ट्यान्ड अघि देखाएँ तपाईँलाई बिएसएनएल अफिस। बिएसएनएल अफिसको चाहिँ मुनिपट्टि छ एक्ज्याक्ट, छाङ्गु स्ट्यान्ड चाहिँ पल्लोपट्टि छ। र यो साइड चाहिँ होटेल हो। होटेल अब ओपनिङ हुन आँटेको छ होटेल पनि। र यहाँनिर छ यस्तो, यहाँनिर ओम माने पेमीको खदा पनि लगाएको छु, ध्वजा राख्दैछु सामान भर्खर। र हेर्नुहोस् यहाँनिर अब नयाँ दोकान हो। सामानहरू भर्नु साथै सिलगढी गएर होलसेलरकोबाट सामान लिनु छ। सबै मोबाइलको सामानहरू छ र यहाँनिर सबै पाउँछ अब, र कस्मेटिकको सामानहरू पनि राखेको छु। क्रिमदेखि लिएर पर्फ्युमदेखि लिएर लिपस्टिक, नेल पलिस सबै छ। यहाँनिर गिफ्ट आइटमको पनि सुरु भएको छ। र यहाँनिर यो चाहिँ हिजो सकेको यो सिलिङको लाइट चाहिँ लगाएर, र यहाँनिर अब जेरेक्स मेसिनहरू राख्ने यो साइड चाहिँ प्रिन्टआउट जेरेक्स मेसिन, यो मोबाइलको सामानहरू डल्लै पाउँछ यहाँनिर। र यो चाहिँ मेरो भित्रको मोबाइल रिपेयरिङ गर्ने जग्गा। यहाँ पनि हजुर लाइट बनायो, लाइटहरू लगाए यिनीहरू। र यहाँनिर मन्दिर, मेरो पूजा गर्ने मन्दिर। र यहाँनिर खदाहरू पनि पाउँछ, सबै पाउँछ साथीहरू यहाँनिर। र यो साइड हेऱ्यो भने यहाँनिर कम्प्युटर छ मेरो। यहाँनिर चाहिँ गीतहरू पनि डाउनलोड हुन्छ। हाम्रो छाङ्गु स्ट्यान्डको सबै ड्राइभर दाजुहरू र स्वास्तिक बुर्तुकहरू जाने र यता नर्थ जाने ड्राइभरहरूले पनि सबै यहाँनिरै गीत डाउनलोड गर्छ। र यता सिफ्ट भएको छ अब चाहिँ, तपाईँहरू आउनुहोस्। र तपाईँलाई मेरो यो दोकान कस्तो लाग्यो, भर्खर सुरुवात छ, मन पऱ्यो भने लाइक, सब्सक्राइब अनि सेयर पनि गरिदिनु होला।